समूह 1 सँग समूह 2 को जोडा मिलाई सही विकल्प रोज्नुहोस्। समूह 1 मा मन्दिरहरूको नाम दिएको छन् भने समूह 2 मा जिल्लाहरूको नाम दिएको छन्। अप्सन ए छिन्नामस्ता। छिन्नामस्ता मन्दिर हाम्रो सप्तरी जिल्लामा पर्छ। अप्सन 2 चन्द्रनाथ मन्दिर हाम्रो जुम्ला जिल्लामा पर्छ। सतासी धाम हाम्रो झापा जिल्लामा पर्ने भयो र बागेश्वरी मन्दिर चाहिँ हाम्रो बाँके जिल्लामा पर्ने भयो। यसलाई विश्लेषण गर्ने हो भने हाम्रो अप्सन डी चाहिँ राइट हुन जान्छ। अप्सन डी 1 को ग, 2 को ख, 3 को घ, 4 को क चाहिँ सही एन्सर रहेछ। क्वेसन नम्बर 20 तिर लागौं। सन् 2024 को 29th युनाइटेड नेसन क्लाइमेट चेन्ज कन्फरेन्स कहाँ हुने तय भएको छ र हाम्रो अप्सनहरू यस प्रकार छन्। ए बाकु अजरबाइजान, बी बेलम ब्राजिल, सी बोन जर्मनी, डी लिमा पेरु र यसमध्ये हाम्रो सही एन्सर हुन जान्छ ए बाकु अजरबाइजान। त्यसैगरी अब 21 तिर लागौं। नेपालको राष्ट्रिय जनगणना 2078 अनुसार कुल जनसङ्ख्याको कति प्रतिशत 15 देखि 59 वर्षको उमेरका रहेका छन् र हाम्रो अप्सनहरू यस प्रकार छन्। ए 56.96, बी 59.66, अप्सन सी 61.96 र अप्सन डी 66.19 र यसमध्ये हाम्रो सही एन्सर हुन जान्छ अप्सन सी 61.96।